Hello my YouTube family. This is new vlog with new day. है त आज म बक्सिङ क्लास जाँदैछु अनि भ्लग नहाले नि कति महिने वर्ष जस्तो भइसक्यो हैन। अहिले चाहिँ म बाटोमा छु, हिँड्दैछु बक्सिङ क्लासको लागि। त्यो क्यामेरा त ब्लर छ त गाइस। आज म बक्सिङ क्लास जाँदैछु गाइजहरु हैन। आज म टुसालमा छु, बक्सिङ क्लास जान्छु अनि त्यसपछि यहाँ चाहिँ जुत्ता छ, यहाँनिर सामानहरु हालेको छु अनि गएर खेल्छु एकछिन 1 घण्टा अनि फ्रेस भएर भेट्छु है त छ्याप्सवारामा। बक्सिङ क्लास पुग्छ अनि भेट्छु वाल बेल। म चाहिँ मेन रोडमा छु, हाइट गेट अगाडि। म चाहिँ अब बक्सिङ क्लास आइपुग्न लागिसकेँ हैन। यस्तो छ बाटो, ब्याकग्राउन्ड यस्तो छ। ब्याकग्राउन्डको साउन्डले अलि डिस्टर्ब भइरहेको होला हैन। त्यही पनि है त बनाउँदैछु भिडियो। म चाहिँ आइपुग्न लागिसकेँ, म चाहिँ हिँड्दैछु। अब आइपुग्यो। कति भयो भ्लग पनि नहालेको हैन। के बोलौँ उता रहेछ है त। अब यताबाट बक्समान्डो चलिरहेको छ है त। अहिले कुल डाउन चलिरहेको रहेछ है त। पछिमा भेट्छु। बक्सिङ क्लास आइपुग्यो है त। अब लुगा सुगा फेरिसकेँ है। म चाहिँ खेलेर नुहाइ गरेर बसिसकेँ। अहिले चाहिँ भ्लगिङ गरेर मान्छे आयो हाम्रो लाज लाग्यो है। म चाहिँ अहिले बाथरुममा छु हैन। म निस्किन लागेको, प्याक गरिसकेँ है त गाइस। यो चाहिँ है बक्सिङ खेल्ने है त। फोटो हान्दिउँ न गाइस। अब म जिमबाट निस्केँ है त, बक्सिङबाट। दिलीप दाई है त। म चाहिँ निस्केको है त जिमबाट। अब गएर छिडी हान्नुपर्छ। यी जुत्ता बोक्नु छ। आएर हिँडियो। जाडो बेलुका त जाडो हुन्छ गाइजहरू हैन। अरू भने त्यस्तै हो हैन। नुहाइयो, भ्लग बनाउँदै हिँडियो हैन। त्यही हो, बेलुकातिर बनायो भ्लग हैन। अबदेखि चाहिँ डेली भ्लग हाल्छु है त म गाइजहरू। हाइट गेटको जङ्गल भइहाल्यो यो। ब्याकग्राउन्डले अलि आवाज किरकिर आइरह होला। प्लेन उडिरहेछ अहिले। यतिखेर कति प्रत्यक्ष रूपमा 8:17 भएछ है त गाइजहरू। यहाँनिर चाहिँ बोकेर हिँड्नु पर्यो। यो कुकुरदेखि चाहिँ मलाई डर लाग्छ क्या आजकल। फेरि बेलुका हिँड्ने बानीले ल है त। छ्याप्सारामा अब एडिट हानेर सुत्नु छ। गुड नाइट, बाई, सी यु इन नेक्स्ट भ्लग है त।